धन्यवाद। फेरि एउटा अर्को भिडियोमा तपाईलाई स्वागत छ जुन इमेजको विभिन्न भिडियोमध्ये आजको यो भिडियो महत्त्वपूर्ण रहेको छ। यो भिडियो खास गरेर इमेज प्रोफाइललाई चाहिँ कसरी चाहिँ राम्रो व्यवस्थित बनाउन सकिन्छ त्योसँगको लागि भिडियो ल्याएको छु। तपाई यहाँ इमेजमा क्लिक गरिसकेपछि तपाईलाई आफ्नो स्कुल इमेज प्रोफाइलमा जानुपर्ने हुन्छ। यस प्रकारको तपाई चाहिँ तलबाट पनि लगइन गर्न सक्नुहुन्छ र माथिबाट पनि तपाई लगइन गरेर यसरी प्रोफाइलमा जाँदाखेरि तपाईको विद्यालयको इमेज आइडी र विद्यालयको पासपोर्टको आवश्यकता पर्छ र त्यो तपाई त्यसमा सेभ गरेर लगइन गर्नुपर्ने हुन्छ। र यसरी लगइन गर्दाखेरि तपाईको आफ्नो विद्यालयको जुन विद्यालयको तपाई लगइन गर्न खोज्नुहुन्छ त्यो विद्यालयमा तपाई यसरी चाहिँ पुग्न सक्नुहुन्छ। र आजको टपिक रहेको छ खास गरेर प्रोफाइल स्कुल प्रोफाइललाई म्यानेजमेन्ट गरेर राख्नु पर्यो। प्रधानाध्यापकको यो महत्त्वपूर्ण जिम्मेवारी हो र तपाईलाई यहाँनिर तपाई प्रधानाध्यापकको पनि सहमत हुनुपर्छ। र यसरी तपाई चाहिँ त्यसमा क्लिक गरिसकेपछि यसमा चाहिँ 4 वटा दिएको छ र त्यसमा चाहिँ कि बेसिक इन्फर्मेसन। आजको टपिक खास गरेर यसै बेसिक इन्फर्मेसन अन्तर्गत रहनुपर्ने हुन्छ। यसमा चाहिँ प्रदेश हैन, त्यसपछि चाहिँ जिल्ला, त्यसपछि विद्यालय कोड हैन, त्यो किसिमको यसमा व्यवस्था गरिएको हुन्छ। त्यसपछि चाहिँ प्रधानाध्यापकको नाम, मोबाइल नम्बर, इमेल आइडी हैन, बैंक एकाउन्ट र त्यसपछि चाहिँ यसमा चाहिँ प्रधानाध्यापकको सिटोल नम्बर हैन, त्यो इमेज आइडी र त्यसपछि चाहिँ एसई कोड कति छ त्यो लगायत विभिन्न कुराहरू जुन स्कुलको अति आवश्यक टपिकहरू छ त्यो चाहिँ यसमा चाहिँ समावेश गरेको र सही कुरा चाहिँ प्रविष्ट गर्नुपर्ने हुन्छ। र यसरी तपाईँ त्यसमा प्रविष्ट गर्दाखेरि त्यसमा चाहिँ कति शिक्षक हुनुहुन्छ त्यो शिक्षकको विवरण र त्यसमा स्थायी अस्थायी हैन, त्यसपछि चाहिँ त्यो कुन पालिकामा पर्छ हैन, त्यसमा चाहिँ तपाईको चाहिँ कुन क्लासदेखि कुन क्लाससम्मको त्यस स्कुलमा पठन पाठन हुन्छ त्यो चाहिँ राख्नुपर्ने हुन्छ। र त्यसपछि चाहिँ तपाईको बाल विकासमा कति चाहिँ शिक्षक छ हैन, यहाँ ईसीडीमा त्यस्तै चाहिँ 1 देखि 5 सम्ममा कतिवटा स्थायी अस्थायी शिक्षकहरू छ, अनुदान ती सबै कुरा भर्नुपर्ने हुन्छ। त्यसपछि मावि आधारभूतमा पनि त्यस्तै कति शिक्षकहरू छ त्यसको डिटेल विवरण र माध्यमिक तहका पनि कतिवटा शिक्षक छ त्यसको पनि डिटेल विवरण चाहिँ यसमा प्रविष्ट गर्नुपर्ने हुन्छ। र त्यसपछि चाहिँ तपाईलाई चाहिँ विभिन्न शिक्षकको चाहिँ तहहरू पनि र स्थायी हो कि अस्थायी हो, करार हो, अनुदान हो, संघीय अनुदान हो कि स्थानीय अनुदान हो कि प्रादेशिक हो, त्यो सबै कुरा चाहिँ प्रविष्ट गरेर चाहिँ सेभ गरेर राख्नुपर्ने हुन्छ। तल यहाँ हेर्नुहोस् सेभ छ, त्यो सेभ गरेर तपाईँ राख्नु होला। र यसरी तपाईँ पहिलो प्राथमिकता छ प्रोफाइल म्यानेजमेन्ट गर्ने र यो चाहिँ जुन शिक्षकहरूको आवश्यकता छ त्यसको लागि भिडियो बनाएको छु। तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया दिन हस्त। धन्यवाद अर्को भिडियोको लागि।